हेलो गाइस, मेरो मिनी ब्लगमा स्वागत छ हजुरलाई। आज चाहिँ मेरो करेसोबारी देखाउँदैछु। यो लाम्चेको चनी हो। यो बिरुवाहरू सबै दर राखेको है गाइस। हाम्रो हेर्नु होला युएसएमा टक्कसँगले बिउ राखेर यहाँदेखि उता चाहिँ रायो साग, यो दुङदुङे हामीले रोप्दैछौँ होइन मम्मी? मम्मीको करेसाबारी यो रायो सागहरू हो। गाइसहरू भन्नु पऱ्यो नि हेर्नु हो। हामी चाहिँ अब जाँदैछौँ, तपाईँहरूलाई देखाउँदैछौँ। यहाँ बैगुनहरू नि ठुल्ठुलो छ, तितेपाती नि छ, लेक तराई सबैको यहाँनिर छ। यो तोरीबारी हेर्नु होला, तोरीबारी यहाँनिर यो पनि भएछ नि इस्कुस। अनि यहाँ बिउ खोर्सानी रोपिसकेको छौँ र पनि हाम्रो खोर्सानी। अनि यो खोर्सानी नि आधी सरो चोरले चोरिसकेको छ। यतापट्टिको अस्ति लगेको होइन, उतापट्टिको हिजो लगेको। यहाँको अस्ति चोरले लग्यो, यताको खाली हिजो लग्यो। अनि हामीले चाहिँ अहिले यो कुनामा लुकाएको छौँ। यस्तो छ हाम्रो बिउ खोर्सानी, सबै चोरले चोरिदिएर के गर्नु। फेरि को चोर भनेर भन्नुहुन्छ र। यहाँदेखि उता हाम्रो सबै करेसाबारी हो होइन मम्मी? हाम्रो मम्मीले गर्नुहुन्छ। हाम्रै हो।